कालिका भगवती माई की। सम्पूर्ण कालिका नगरवासीको अथक प्रयास र अथक योगदानबाट यो कालिका भगवती माई मन्दिरको जीर्णोद्धार गर्दै नयाँ भवन निर्मित भएको छ। चितवनकै यस क्षेत्रमा यतिको भव्य र सभ्य र यतिको महत्त्व आफ्ना इच्छाहरू पुरा गर्ने मन्दिर अन्त हामीसँग छैन र आस्थाको केन्द्र हामीले चाहेका कुराहरू पुरा गर्ने कालिका भगवती मन्दिरलाई आज हाम्रै यो प्राङ्गणमा आज हामीले नयाँ बनाउन पाउँदा हामी धेरै खुसी छौँ। कालिका नगरपालिकालाई हामीले यस प्रदेशमा मात्र होइन देशमै चिनाउने गरी अगाडि बढ्दै काम गर्दै अगाडि बढ्दै जानेछौँ भन्ने कुरा प्रतिबद्धता व्यक्त गर्दै तपाईँले आस्थाको केन्द्रको रूपमा विकास भएको यस कालिका भगवती माई मन्दिरलाई जुन खालको तपाईँको आस्थाको केन्द्रको रूपमा हेर्नुभएको छ, अब यसका व्यवस्थापन यसका डिपिआरको आधारमा कालिका नगरपालिकाले बजेटको व्यवस्था गर्दै यसको पुनः यसलाई चाहिँ अगाडि बढाउँदै गर्नुपर्ने कामलाई आधुनिकीकरण गर्दै यसका सम्पदाहरूको संरक्षण गर्दै अगाडि बढ्ने कुरामा कालिका नगरपालिकाको नगर प्रमुखको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यस्ता कालिका मन्दिर मात्र होइन विभिन्न खालका जीर्णमा रहेका विभिन्न खालका मठ मन्दिर गुम्बा लगायतका धार्मिक क्षेत्रहरूलाई पनि अझ बढी अगाडि बढाउन सकिन्छ। हाम्रै सामु सिन्ती झरना गैरीबारी झरना लगायतका झरनाहरूलाई पनि व्यवस्थित बनाउने, उदयपुर पार्क र चाहिँ हाम्रा भीमबली पार्कहरूलाई पनि व्यवस्थित बनाउँदै पुनर्निर्माण गर्दै ताजगी गर्दै जाने हो भने हाम्रो कालिका नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना रहेको छ। मञ्चमा आसन ग्रहण गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू र यो गरिमामय कार्यक्रममा टाढा टाढाबाट पनि यस गरिमामय कार्यक्रमलाई अझ सभ्य र भव्य बनाउनको लागि उत्साहपूर्वक उपस्थित हुनुभएका सम्पूर्ण आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा बुवा सबैलाई म कालिका नगरपालिका नगर प्रमुखको तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। जय कालिका भगवती माई। सम्पूर्ण जनसमुदायहरू कालिका नगरपालिकाको यस आँगनीमा रहेको कालिका भगवती माई मन्दिर जो आज हामीले समुद्घाटन गर्ने जुन एउटा अवसर प्राप्त गरेका छौँ, यस कालिका नगरपालिकाको पर्यटन र धार्मिक विकासमा यसले पक्कै पनि टेवा पुग्नेछ। साथै म यहाँहरूलाई निवेदन गर्न चाहन्छु, हिजोदेखि नै पहिलेदेखि नै पूर्वकालदेखि नै स्थापना भएको यस कालिका भगवती मन्दिर केही ओझेलमा परेको हामीलाई अनुभूति भएको थियो, तर आज यहाँ सम्पूर्ण नागरिक समाज जनसमुदाय समिति वर्तमान र निवर्तमान जनप्रतिनिधिहरू राजनीतिक दलका सम्पूर्ण प्रतिनिधि सभापति र अध्यक्षज्यूहरू र लगायत सम्पूर्ण कालिका नगरवासीको अथक प्रयास र अथक योगदानबाट यो कालिका भगवती माई मन्दिरको जीर्णोद्धार गर्दै नयाँ भवन निर्मित भएको छ। यस कालिका नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न खालका मठ मन्दिर, विभिन्न खालका चौतारा, विभिन्न खालका सार्वजनिक स्थलहरूको यसै गरी जीर्णोद्धार गर्दै अगाडि बढ्ने कुरामा कालिका नगरपालिका नगर प्रमुखको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। हाम्रो यस कालिका नगरपालिका पहाड तराई र समथर भाग मिलेर बनेको यस कालिका नगरपालिका यसै कालिका भगवतीको नामबाट नामाकरण गरिएको छ। हामीलाई थाहा छ कि यस कालिका भगवती मन्दिरलाई कालिका नगरपालिकाले व्यवस्थापन गर्दै जानुपर्छ भन्ने हामीले बुझेर यहाँका स्थानीयवासी र समितिका साथीहरूसँगको सहयोगबाट यस मन्दिरलाई विगतका दिनदेखि नै केही वर्ष अगाडि धान्य पर्वहरू लगाएर र विभिन्न सङ्घ संस्था, विभिन्न दात्री निकाय लगायत नगरपालिका, सङ्घ सरकार, प्रदेश सरकारको सबैको सहयोगबाट जीर्णोद्धार र पुनर्निर्माण नयाँ भवन बनाउने हामी सफल भएका छौँ। म यहाँहरूलाई भन्न चाहन्छु कि यस पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्रलाई, ओझेलमा परेको क्षेत्रलाई तपाईँ हामी सबैको साझा हाम्रो प्रयासबाट नै यस कालिका नगरपालिकालाई देशैभरि मात्र नभइकन स्वदेश तथा विदेशमा चिनाउन सकिन्छ भन्ने कुरा म निवेदन गर्न चाहन्छु। आज यस गरिमामय कार्यक्रममा टाढा टाढाबाट जसरी यहाँ उपस्थित हुनुभएको छ, तपाईँले आस्थाको केन्द्रको रूपमा विकास भएको यस कालिका भगवती माई मन्दिरलाई जुन खालको तपाईँको आस्थाको केन्द्रको रूपमा हेर्नुभएको छ, अब यसका व्यवस्थापन यसका डिपिआरको आधारमा कालिका नगरपालिकाले बजेटको व्यवस्था गर्दै यसको पुनः यसलाई चाहिँ अगाडि बढाउँदै आधुनिकीकरण गर्नुपर्ने कामलाई आधुनिकीकरण गर्दै
यसका सम्पदाहरूको संरक्षण गर्दै अगाडि बढ्ने कुरा म कालिका नगरपालिकाको नगर प्रमुखको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। साथै म यहाँहरूलाई निवेदन गर्न चाहन्छु, तपाईँ आज हामी पूर्वी चितवनको मात्र नभइकन यस चितवनकै यस क्षेत्रमा यतिको भव्य र सभ्य र यतिको महत्त्व आफ्ना इच्छाहरू पुरा गर्ने मन्दिर अन्त हामीसँग छैन र आस्थाको केन्द्र हामीले चाहेका कुराहरू पुरा गर्ने कालिका भगवती मन्दिरलाई आज हाम्रै यो प्राङ्गणमा आज हामीले नयाँ बनाउन पाउँदा हामी धेरै खुसी छौँ। तपाईहरूलाई म निवेदन गर्न चाहन्छु, कालिका नगरपालिका एउटा समृद्ध कालिका नगरपालिका, सुखी कालिकावासी बनाउने उद्देश्यका साथ हामी अगाडि बढिरहेका छौँ। हामी चाहन्छौँ कि यहाँका नागरिकहरू आय आर्जन उत्पादनदेखि लिएर गएर कृषि क्षेत्रमा लागुन् र पर्यटनलाई पनि जोड्दै अगाडि बढुन् भन्ने हामी चाहन्छौँ। त्यसै अनुरूपले हाम्रो यस कालिका नगरपालिकाको कृषि क्षेत्रलाई अझ बढी उर्वर भूमिलाई अझ बढी प्रयोग गर्दै उत्पादनमा जोड्दै खानेपानीको विकास गर्दै पर्यटनको विकास गर्दै यो पूर्वाधार निर्माण गर्दै स्वास्थ्य शिक्षा र खानेपानीलाई विशेष जोडका साथ अगाडि बढाउँदै बजेटको व्यवस्थापन गर्दै कालिका नगरपालिका जाने कुरा पनि म यहाँहरूलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। हामीले धेरै पहिला सुरु गर्नुपर्ने थियो भन्ने कुराहरू पनि उठेको छ, तर हामी छोटै समयमा पनि गर्न चाह्यो भने के हुँदो रहेनछ त भन्ने कुरा एउटा उदाहरणीय रूपमा चाहिँ प्रस्तुत भएको छ। हामीले करिब 15 दिन अगाडिबाट यसका व्यवस्थापन, संरक्षण, सरसफाई, पुनर्निर्माणका कामहरू थालनी गरेका थियौँ। यदि नागरिक जुट्यो भने, यदि श्रममा हामीले विश्वास गऱ्यौँ भने, यदि हामीले जनश्रमलाई प्राथमिकता दिएर काम गऱ्यौँ र एकमाना एकताका साथ अगाडि बढ्यौँ भने यस्ता कालिका मन्दिर मात्र होइन, विभिन्न खालका जीर्णमा रहेका विभिन्न खालका मठ मन्दिर, गुम्बा लगायतका धार्मिक क्षेत्रहरूलाई पनि अझ बढी अगाडि बढाउन सकिन्छ। हाम्रै सामु सिन्ती झरना, गैरीबारी झरना लगायतका झरनाहरूलाई पनि व्यवस्थित बनाउने, उदयपुर पार्क र चाहिँ हाम्रा भीमबली पार्कहरूलाई पनि व्यवस्थित बनाउँदै पुनर्निर्माण गर्दै ताजगी गर्दै जाने हो भने हाम्रो कालिका नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना रहेको छ। आज जसरी उपस्थित हुनुभएको छ, यो कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि सम्पूर्ण राजनीतिक दल, यहाँका सम्पूर्ण बुद्धिजीवी, नागरिक समाज, टोलका सम्पूर्ण व्यक्तित्वहरू, टोल विकास संस्थाहरू, सामुदायिक वन लगायतका सबैलाई म कालिका नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रो यो गरिमामय कार्यक्रमलाई अझ बढी प्रचार प्रसार र सभ्य भव्य सांस्कृतिकसँग जोड्नको लागि इनरेडी समूह पनि हामीसँग सँगै छ। अब केही बेरमा इनरेडी समूहको कार्यक्रमको लागि पनि यहाँहरू आतुरका साथ पर्खिरहनु भएको कुरा पनि हामीले बुझेका छौँ। यस कालिका मन्दिर क्षेत्रलाई अब आगामी दिनमा तपाईँ हाम्रो आफ्नै सम्पत्ति, आफ्नै कालिका नगरपालिकाको सम्पत्ति हो। यो सार्वजनिक सम्पत्तिको संरक्षण निर्माण गर्न जति सजिलो छ, संरक्षणमा त्यत्तिकै केही समस्याहरू आउने हुँदा यो सार्वजनिक सम्पत्तिको, यस मन्दिरको संरक्षणमा तमाम कालिका नगरवासी सबै हामी लागौँ र धार्मिक सम्पदाको क्षेत्र रहेको यस गरिमामय कालिका माई भगवती माईलाई संरक्षण गर्दै धार्मिक पर्यटनको विकास गरौँ भन्दै समृद्ध कालिका नगरपालिका, सुखी कालिकावासी बनाउने उद्देश्यका साथ हामी आएका छौँ। म यहाँहरूलाई निवेदन गर्न चाहन्छु कि हामी 2083 साल असोज मसान्तसम्म बालमैत्री नगरपालिका घोषणा गर्ने क्रममा छौँ। यो बालमैत्री नगरपालिका घोषणा गर्ने कामको लागि पनि यहाँहरूलाई जानकारी नै छ। यस कार्यको लागि सम्पूर्ण तह र तबकाबाट बालमैत्री नगरपालिका, बाल अधिकारका कुरा, बालबालिकाका चाहिँ शिक्षा स्वास्थ्यका कुरा, बालबालिकाका चाहिँ अधिकारका कुरा र उहाँहरूका संरक्षणका कुराहरूमा यसले विशेष ध्यान दिने र 51वटा इन्डिकेटर पार गरिसकेपछि हाम्रो कालिका नगरपालिका भविष्यमा रहने बालबालिका वयस्क बन्दा समृद्ध कालिका, सुखी कालिकावासी बन्ने उद्देश्यका साथ हामी गएको हुँदा यो कार्यलाई पनि हामीले ध्यान दिँदौँ र सबैको तह र तबकाबाट साथ दिनको लागि अनुरोध गर्न चाहन्छु। अन्त्यमा यस गरिमामय कार्यक्रममा टाढा टाढाबाट आउनुहुने आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरू चाहिँ दाजुभाइहरू र सम्पूर्ण नगरवासीहरूमा म कालिका नगरपालिकाको तर्फबाट हामीले उठाएका कदमहरू, हामीले चालेका कदमहरूमा तपाईँहरूको पूर्ण साथ पाएको हुँदा आगामी दिनमा पनि हामीले सार्वजनिक कार्यहरूमा सबै तह र तबकाबाट एक ढिक्का एक मानाका साथ लाग्नको लागि यहाँहरूलाई अनुरोध गर्दै कालिका नगरपालिकालाई हामीले यस प्रदेशमा मात्र होइन देशमै चिनाउने गरी अगाडि बढ्दै काम गर्दै अगाडि बढ्दै जानेछौँ भन्ने कुरा प्रतिबद्धता व्यक्त गर्दै तपाईँको सामु उभिएको म नगर प्रमुख विनोद रेग्मी बिदा हुन्छु र सबैलाई हामी कालिका भगवती माईले चाहिँ रक्षा गरौँ भन्न चाहन्छु। म यहाँहरूलाई निवेदन गर्न चाहन्छु,
कालिका भगवती माई की भन्छु, यहाँहरूले जय भन्नुहोला। कालिका भगवती माई की। अझ सबैले हात उठाएर कालिका भगवती माई की। धन्यवाद, नमस्कार।